ल भनिन्छ बाहुन डाँडा। अब धुसिनी जाने बाटो चाहिँ हाम्रो यतातिर पर्छ। यही हो अब बाटो चाहिँ लपल्लो गर्दै अब मपट्टि अब यो बाटो चाहिँ जाने होइन है, हामी यो बाटो जानुपर्छ। ल काट्दै यहाँसम्म चाहिँ डोजरले पुरै बाटो ल्याएको रहेछ। त्यसपछिबाट यहाँ जग्गाको हल्का विवाद भएर चाहिँ बाटो अलिक अलिकति साँघुरो छ। ल यहाँ चाहिँ अब अलिकता बाटो जटिल छ है, बिस्तारै आउनुपर्छ। हाम्रो ल बन्द गरिदियो म जता जता जान्छु त्यतै गर है। यो सबै हाम्रै जग्गा होइन? त्यो चाहिँ हाम्रै हो, भातबारी पाहाडै हाम्रो भन्छ। हाम्रो पुर्खाहरूको पानी खाने चाहिँ मेन कुवा यो है। ल अब हामी फेरि आफ्नै पुर्खाको घरतिर जाँदैछौँ। ल हाम्रो पुर्ख्यौली घर चाहिँ यही हो। ल तपाईँको त्यो मेन पुर्ख्यौली घर यो हो। भूकम्पले लडाएर अहिले यसको चाहिँ कम भएछ है। भयो।